तरुलको चाहिँ हामी माटो निकाल्दैछौँ। हामीले तरुल चाहिँ यत्रो खन्यौँ। अब हामी यो घरलाई पखालेर उसिनेर अनि त्यसपछि आज बिहानको नास्ताको लागि हामीले यसलाई खान्छौँ। लाग्दैन उ तलैसम्म राख्छ यो चाहिँ हेल्थको लागि धेरै राम्रो चिज हो, किनकि अब गाउँकै बारीमा फलेको हैन राम्रो खाने। त्यसमा केही पानी पनि हाल्नु पर्दैन, नेचुरल्ली वाटरले यो आफै हुर्किँदै आउने हो। यो हाम्रो बर्खा रेनी सिजनमा पानी परेकोले यो फल्दै जान्छ। हामीले चाहिँ रेनी सिजनमा यसलाई रोपेका हुन्छौँ, गाडेको हुन्छौँ, अनि यो चाहिँ तलसम्म जान्छ। यसमा वस्तुको मल चाहिँ प्रयोग गर्नुपर्छ। विषादीहरू त यस्तो केही नै प्रयोग गर्नु पर्दैन। वस्तुको मल हालेर एकचोटि रोपेपछि आगो यति बेलातिर अब माघमा 1 वर्षमा खन्ने हो क्या। यो यति काटेर यो जिल्ली रोप्ने हो। अब यो माथिको भाग यहाँ रोप्ने, 1 डोको वस्तुको मल हाल्नुपर्छ यो खालोमा, अनि त्यसपछि आगो खन्ने हो। हामीले चाहिँ यो ठुलो खाल्डो बनाउनु पर्छ सुमित्राजी। रोप्नको लागि कोटो ल्याएको पनि फाइदा। पोहोरको त कुहिया चाहिँ हेर्नु त, पोहोर नखनेर पोहोर खन्ने ऊ त कुहिया चाहिँ पोहोरको हो क्या। एकचोटि नखने चाहिँ अर्को वर्ष कुहिन्छ नि त। पोहोरको कुहिएको